अहिले चाहिँ हाम्रो ठ्याक्कै गुल्मा आइपुगेको छौँ। यो चाहिँ देवी डाँगादेखि निकै जानुपर्छ हो। यो चाहिँ गुल्माको भ्यू। अहिले वेदर घाम डुब्न लागेको छ हो। मान्छेहरूको क्राउड हुँदैछ। जति साँझ भयो त्यति नै मान्छेको क्राउड हुन्छ यहाँ चाहिँ। यहाँ हामीहरूको भाइ चाहिँ मोबाइल हेर्दैछ हो। त्यो छ भ्युज हो। ट्रेन स्टेसन यी छेउमै छ। यो चाहिँ गुल्माको भ्यू। म ठ्याक्कै यहाँ टुक्क बसेर भिडियो बनाउँदैछु हो। यतापट्टि चाहिँ खोलाहरू धेरै छन् हो। क्राउड बिस्तारै क्राउडहरू भइरहेछ हो। हेर्नुहोस् तपाईँहरू हेर्न सक्नुहुन्छ। ओइ राजेन, फोटो खिच्दैनौ? फोटो खिच्दैनौ? फोटो खिच न भयो। भिडियो रेकर्डिङ हुँदैछ। यसबाटै स्क्रिनसट गर्नु ल। ल स्टेसनतिर जाउँ न। उयो स्टेसनतिर जाउँ न। अब स्टेसनतिर जाने हो। यता पनि राम्रै छ। उतापट्टिको यता एकपट्टिको प्लट सक्यो। अब अर्कोपट्टिको प्लट हेर्नुपर्छ। खाँदै लाउँदै गर्नु। यहाँ राजधानी एक्सप्रेस छ। गुल्मा स्टेसन यहीँ हो अगाडि त स्टेसन। यहाँ ट्रेन हामी 3 पर्सिन्छौँ। स्टेसन छ। ब्रिज नम्बर हो। भ्यू यस्तो छ यहाँबाट चाहिँ उता हो। ब्रिजमा जान सक्दैन। कुन चाहिँ ब्रिज? खोइ ब्रिज कहाँ छ? ठ्याक्कै यो माथि चाहिँ ठ्याक्कै दार्जिलिङको भ्यू यता चाहिँ हो। राजन चाहिँ यहाँबाट आउँदैछ स्टेसन हो। यहाँबाट यसो मान्छे भ्यूहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। राम्रो भ्यूहरू आउँछ हो। अहिले ट्रेन आयो भने डर मर्दो छ यहाँ चाहिँ हो। बहुत दिनको बादमा यहाँ आइपुग्यौँ। ओ भाइ यहाँ फोटो खिच्नुपर्छ होला हौ। ओ भाइ पौडी खेल्ने? पौडी खेल्छ? पौडी यहाँबाट सुन्यो स्विमिङ गर न सिधै। कपल्सहरू यहाँ यसरी बसेका छन् हो। मजाले गफ गर्दै। अबुई थोप्रै दामी देखेको छ त। यहीँबाटै फोटो कपी गरेर राम्रो आएको छ। यसैबाट